गेटमा आइपुग्यो है मरेर मरेर। यो चाहिँ म्याप रहेछ अब कता जाने भनेर। सम्झनाले नराम्रो सतायो हावा सरर आकाशैमा चिल्हो कि बेसार दुई दिन बाजा ल्याइदेऊ न के छ र। विष्णु द्वारमा आइसकेको छु। यो भित्र रहेछ डफलीवाले। ल खानेकुरा कस्तो छ भन त? नमस्कार यार सम्पूर्णलाई के छ सन्चै हुनुहुन्छ? आज चाहिँ हामी 6 जना टक्क लाएर हाइकिङ जाँदैछौँ। हेलो हेलो भने हेलो 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 अब चाहिँ हामी हिँडेकै उकालो हाइकिङ गर्नको लागि सबजना यस्तो उकालो छ सबजना लागि परेको छ। अनि के छ हो तपाईँहरूको खबर? आज त हामी सर्लक्क लाएर है चस्मा फेरि उस्तै खतरा छ। अब हामी चाहिँ हिँडेको है सबजना हाइकिङको लागि। उनीहरू मेरो पुकुलीहरू चाहिँ जाँदैछ अगाडि हिँड्दैछ, म चाहिँ पछाडिबाट भिडियो बनाउँदैछु। हल्का भिडियो पनि होइन किलिकालक त गर्नुपर्ने हुन्छ नि त, त्यही भएर आज हामी सबजना जाँदैछौँ हाइकिङ। त्यही भएर अब कहाँ पुग्छौँ थोरै भिडियोमा क्लिक गर्छु, किनभने सबै त गर्न सकिँदैन होला। एकदम अहिले सुरुदेखि नै हामीलाई गाह्रो भइसक्यो क्या। अहिले सुरुदेखि नै पुरै घामले आज एकदम धेरै घाम लागेछ नि त। हिजो त अब पानी परेर होला अलिकति शीतल थियो, आज लास्टै घाम लागेछ। त्यही भएर अब हामी चाहिँ जाँदैछौँ, हेर्दै गर्नु होला है त। फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ। अब लुरी र मेरो कहानी यहाँ यस्तो यति काला रन्क्या कि फाइनली हामी टिकट काट्ने ठाउँमा चाहिँ आइसक्यौँ। यहाँबाट जानुपर्ने हुन्छ, टिकट काट्नुपर्छ। गेटमा आइपुग्यो है मरेर मरेर। गेटमा आइपुग्यो। अनि यता केही भन्नु छ? भर्खर स्टार्ट हुँदैछ, भर्खर सुरु भयो। यता चाहिँ मुटु दुखिरहेको अरे, मुटु दुख्दै यता छ। यता मलाई त मजा भइरहेछ, एकदम मजामा हिँडिरहेछ। चिलमा हिँडेको मान्छे यो मान्छे है। यता त लात राख्ने दुख्छ, अब के भन्नु। अब यता यस्तो छ है। म चाहिँ हाम्रो यात्रा चाहिँ अब सुरु भएको छ। सबजना रेडी अवस्थामा सबजना। अनि म चाहिँ यहाँलाई चाहिँ भिडियो बनाउँदैछु। अब एकजना ल छिरुमै छिरुम। ओहो फाइनली हामी चाहिँ अब छिरिसक्यौँ। यहाँबाट भित्र गएर जानुपर्ने हुन्छ। यिनीहरूको चाहिँ यात्रा सुरु भइसकेको छ। सबजना हाइकिङको लागि आज यस्तो दामी ठाउँ छ, मौसम पनि दामी, सबजना दामी दामी। हेलो भन्दै नि त सबजना एकचोटि फर्केर। ल अब चाहिँ हाम्रो यात्रा सुरु भइसक्यो है हाइकिङको लागि। टिकट लिएर तल चाहिँ त्यति धेरै भिडियो बनाउनु मिल्दैन रहेछ। अनि के छ हौ तपाईँहरूको खबर? अब हामीले सर्लक्कै लाएर हिँड्ने त हो हाइकिङ। आज टक्क लाएर मस्त जानुपर्ने हुन्छ। यता बस यतिको हिरोनी भएर चाहिँ कहाँ हिँडेको होला? गाडी चाहिँ झोला चाहिँ अलिकति बाङ्गो भएको छ। यो भनेको तपाईँले यसरी बोल्दैन गाइजहरू होइन, हिजोको पानीले त मस्त फोहोर बनाएछ नि त। म यस्तो रफ्तार अवस्थामा हिँडिरहेको थिएँ। यिनीहरू त के हो? दामी छ त है। के हो यतिको त बोल्नै पर्ने हुन्छ गाइस। हेलो कहाँ हिँडेको भन्दा हाइकिङ आएको विष्णुद्वारतिर जाँदैछौँ। राम्रो छ। हामी चाहिँ विष्णुद्वारतिर जाँदैछौँ है सबजना। दामी रक भएर सर्टकटको बाटो चाहिँ धेरै चाहिरहेको छ आज केटाकेटीहरूलाई। चाहिनु त परेको नि गाइस। यो चाहिँ म्याप रहेछ अब कता जाने भनेर। अनि अब हामी चाहिँ यता जाँदैछौँ सबजना। हिँडिसक्यो अगाडि, म चाहिँ पछाडि भिडियो बनाउँदैछु। धेरै त भिडियो बनाउन सकिँदैन होला, एकदम हिँड्नुपर्छ नि त। त्यही भएर अलिअलि म भिडियो बनाउँछु, कति हुन्छ हेर्दै गर्नु होला है त। सीता
भाउजी हिमाल बस के साह्रो आज साँच्चीकै कोरियन जस्तो भइरहेको है। त्यस्तो त खासै दिएको छैन हजुरहरूले भनेकोमा म एकदम बहुत आभारी छु। दामी दामी होइन तर मौसम चाहिँ मान्नै पर्ने हुन्छ। यस्तो ठाउँमा आइसक्यो हामी चाहिँ कुनै घाम कुनै ठाउँमा घाम कुनै ठाउँमा पानी त्यस्तो हुँदै अब हामी चाहिँ जाँदैछौँ। शीतल पनि छ दामी हिँड्दैछ अगाडि मेरा पुकुलीहरू चाहिँ उसहरू अनि म चाहिँ यहाँ हल्का बोल्नुपर्छ नि त होइन। उकालोमा यत्तिकै हिँड्दा नि बोर हुन्छ। अलिअलि बोल्दै हिँड्यो भने पनि बाटो कतैको थाहा हुँदैन क्या। त्यही भएर अलिअलि गफ पनि दिँदैछ है म चाहिँ। यस्तो शीतल हावा छ। So elegant, just looking like a wow. 1 2 3 go. घडीको बसमा ए आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा। भएन यार भएन गाडो मनले सुसेलेको कसले सुनिदिन्छ। रूप खोज्ने आँखाहरू धेरै धेरै हुन्छ। मन चोर्ने मायालुलाई कहाँ भेटिएला। तैको मायालाई कहिले भेटौला। पलायोले खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार। म माया लाउँदिन लाग्यो लैलै आउन नपाउँदिन खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झना आउँछौ हजार। दामी छ। 30 मिनेट लम्जुङे डाँडैमा सरर सम्झनाले नराम्रो सतायो लम्जुङे डाँडैमा हावा सरर हावा सरर। जुगाहरू चाहिँ पसेको छ अरे। कहाँ पसे जुगा? त्यही जाँदैछौँ है। अलिअलि हिँडिसक्यौँ जाँदैछौँ अब कहाँसम्म पुग्छौँ थाहा छैन। एउटा चाहिँ लुरुक अब विष्णुद्वारपट्टि आएको त्यही भएर अगाडि सबजना हिँडिरहेछ। गीतले नाच्नुपर्छ यतिकै भरे गीत लाउनु होला सायद यो रोड सबजना यहाँ भ्यू हेर्दैछ नि। अब हिँड्नुपर्छ हामी जाने धेरै छ। पानी चाहिँ यत्रो रहेछ। यहाँ चाहिँ पुरै पानी एकदम सँगसँगै पानी झर्ने रहेछ। यस्तै हुनुहुन्छ। लिनुहोस् न पुरै हुन्न लिनुहोस् न। हेलो गाइस कस्तो छ बाटो? दामी छ हो। एकदम सुपर डुपर हिटो बाटो।
हाम्रो चाहिँ उकालोको बाटो भर्खर सुरु भयो है। अहिलेसम्म हल्का तेर्सो थियो नि त, अब चाहिँ ठाडै पुरै ठाडै उकालो छ। सबजना यहाँ हिँड्दैछ। यसको कोसेली फेरि छुट्टै खालको छ, देखा त कोसेली। यसको कोसेली छुट्टै छ। यतै बाटो त हो माई गड, नाकै ठोकिने छ हौ। हामी चाहिँ जाँदैछौँ। यसो गीत सित गाउन है केटी हो। रेखा, रेखाको गीत आएन, रेखा गीत आएन। डाँडैमा हो हावा सरर, माया जरा मारो नि लाला बग्छ सुनको सिनदी बेलुवा बदरमा मरिन्जेलसम्म के लगो यस्तै जीवन आकाशैमा चिल्हो कि बेसार 2 दिन बाजा ल्याइदेऊ न के छ र 2 दिन माया ल्याइदेऊ न के छ र। तलतिर जानुभएको, तलतिर हो। खोइ कोसे तल खान्छ कोसे हुनु चाहिँ कहाँ हो? यताबाट बाटो छैन, यतैबाट छ। ए लम्जु ढुङ्गे डाँडैमा हावा सरर जता जाउँ माया उतै नजर। मजा आयो। गुनाउँछ गुनगुनाउन देऊ तिम्रो त हालैमा माया हो। माया हो। जङ्गल एकान्तमा तिम्रो तस्बिरलाई हेरेर यो हावालाई सोधिहेर न। गुनगुनाउँछ गुनगुनाउँछ गुनगुनाउन देऊ तिम्रो त्यो सुरैमा माया हो। माया हो। हामी चाहिँ अहिले सबजना जङ्गलको बिचमा हिँड्दैछौँ। अब गीत सित पनि अलिअलि गाउनु पर्छ होइन, रमाइलो त गर्नु परिहाल्यो। हाइकिङ आए पनि कान्छीलाई देखेर बुढी जाऊ पुतली बुढी जाऊ भुइँ चढ पुतली भुइँ चढ डुङ्गा सम्झनामा तिम्रो घाम चाहिँ एकदम धेरै भिड रहेछ क्या, मान्छेहरूको पुरै क्राउड छ नि त, अति धेरै रहेछ। अब त्यहाँ भित्र पौडी खेल्ने त होला गएपछि। अब हामी पनि यहाँ चाहिँ गएपछि त अब पौडी चाहिँ नखेल्ने होला, किनभने हामी चाहिँ अलि माथिसम्म पुग्छ। मेरो चाहिँ पुरै कान बजिरहेको क्या लेक लागेर होला। सबजना माछा मार्नको लागि जाँदैछ, म पनि अब आगो भएर माछा मार्नको लागि। भित्रबाट लाग्यो तिमीहरू ए जाडो मलाई छ
डफली वाले डफली बजा माछा समाए माछा 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 sama माछा गाडो आउला एउटा यहाँ नजिक गर्नु माछा हाल्नु सक्छ एकछिन यहाँ माछा थियो तपाईँले कहाँ त्यसले चाहिँ माछा खोज्दैछ बिस्तारै जाऊ है समायो माछा पर्यो खतरा परेछ है माछा समाउन सफल हुनुभएको छ रेखा म्याम खस्यो हामी चाहिँ फाइनली विष्णु द्वारमा आइसकेको छौँ यो भित्र रहेछ अब त भित्र गएको छ होला तल के रहेछ हेर्नु ढुङ्गा विष्णु छिरेको यहीँबाट होला है नभए ठ्याक्कै मन्दिरको अगाडि आइसक्यो मन्दिर रहेछ अलिक टाढै टाढै बुझ्नु पर्ला है यो बनाउन ढुङ्गा हामी चाहिँ अब फर्किँदै गरेको सबजना हिँड्दैछ म चाहिँ यहाँ लास्टमा भिडियो बनाउनको लागि बसेछु बाटो त डह्रो सुनसान छ है कान्छु यस्तो अलिकति डर डर लाग्दैछ पुरै यहाँ खामखुम खने जस्तो छ घर यहाँका बेस्ट फ्रेन्डहरूले चाहिँ हामी हिँड्दैछौँ बाटो चाहिँ अलिक डेन्जर भन्दा नि रात परिसक्यो नि त अब तल बसेर खाँदा ओर्दा अलिकति फाइनली अब चाहिँ हामी जहाँ आउन खोजेको त्यहाँ आएर पनि मन्दिरमा भ्याएर पनि हो अनि अब हामी चाहिँ यहाँ नजिक खानेकुरा अलिअलि लिएर आएको थियौँ यो खानेकुरा चाहिँ अब खानुपर्ने हुन्छ सबजनाको एनर्जी घटेर पुरै लस भइरहेको नि त अनि खानु त पर्यो त्यही भएर अब सबैजनाले गामगुम खानुपर्छ मिलाएर अलिअलि टक्क लाएर अब हामी चाहिँ खाँदैछौँ कसै यहाँ हिरो नि हुँदैछ कोरियन खानेकुरा चाहिँ हाम्रो यहाँ चाहिँ सब घुमेर ल एउटा बुढाको रेडी हुँदैछ त्यो अब घोलौँ भने हुन्छ सब हाल्ने गाजम गुरुङ पनि खाने ल खानेकुरा कस्तो छ भन त अब चाहिँ हामी खान लागेको छौँ है सबजना यहाँ आएर तल मन्दिरमा गएर आएर अब यहाँ खानेकुरा चाहिँ यस्तो छ ड्याङडुङ खाँदैछ One, two, three, go! Yes. Kamal भाइ उताबाट अलिक रमाइलो छ यहाँ चाहिँ बेसी ठाडै छ के है अनि जङ्गल अर्कै खालको राम्रो छ यो चाहिँ छरा पोस्टको जङ्गल छ त्यो चाहिँ है बाटो अनि यताउता चाहिँ के भन्नाले कस्तो खालको छ क्या अर्कै के हो दाँतमा लाग्यो सिधै उकालो छ क्या रमाइलो लिनु पर्ने हुन्छ बुनु अन्डा नि हान्दिउँ न त अब ल लौ अन्डा अन्डा सबले अन्डा त्यहाँ अलिकति उमा छेउमा चाहिँ काट्नु के छ अन्डाको पाटा भप्पै भयो नि त 1 2 1 2 3 go cheers
कस्तो तर्सेको यो भोक लागेको बेला खाएर पनि होला मजा आयो मिठो पनि भयो सबै कुरो भोकको भजन मिठो भयो भोक मिठो कि बस्ने ठाउँ पनि दामी रोजी है यदि बोसले गरेको मैले पनि माथि माथि जस्तै कस्तो माथि हिँड्नु माथि नै जाउँ मन लाग्यो हामीलाई कसरी डिस्टर्ब पनि गरेन नि त बाटोमै भयो नि त है खानु पर्ने हुन्छ अब म सधैँ हल्ला गर्थेँ म आज भोकले चुपचाप गम दिइरहेको छु हो मारेकै हो मार्यो बजेको थिएँ त साथी हजुर सर अम्ममो तल बसेर खाँदा ओर्दा अलिकति मन्दिरतिर घुम्दा ओर्दा ढिलो भयो त्यही भएर हामी उता झर्नातिर जाने भने हिँडेको रात पऱ्यो के अब राति नै होला जस्तो लाग्यो फेरि फर्काउन पनि टाइम लाग्छ त्यही भएर अब हामी चाहिँ फर्काउँदैछु ब्याट्री पनि सकेर कम भिडियो बनाएको छ तर दामी छ ठाउँ चाहिँ राम्रो छ जोस् आउनुभयो भने राम्रो लाग्छ यहाँ आउँदा चाहिँ फेरि उज्यालो देखिने है उता चाहिँ फेरि पुरै बाटै के खोला भएर होला पुरै ब्लक देखिने के यो त मजाले मिल्नु नि पाएको रहेन हामी चाहिँ पुगेर झरिसक्यो अब माथिबाट ल भेटैमा भयो सल्टिनी जिउ के छ नि समाचार धरान धनकुटा भेटेता सल्टिनी जिउ गर्न घरबा दाजुको साली भाउजू कि बहिनी मन पर्यो मलाई हो दाजुको साली भाउजूको बहिनी मन पर्यो मलाई के हो न भने देउलालाई सोचिनी बिचालाई भेटेता सोल्टिन्छु बहिनी दाजुको मलाई हो क्यारच 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 दरम दरम सुनिदेऊ यो गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो जोडी जुनी तिमी सँगै जिउने
रहन्छ तिम्रो यादहरू। फाइनली हामी चाहिँ घुमेर पनि सबैजना यहाँ फर्किसक्यौँ। कस्तो भयो? दामी भयो। कस्तो भयो? दामी। यता कस्तो भयो? This is Susan and this is end of the hike. दामी भयो। राम्रो भयो आज। उचाइ लथ्रक्क परेर बसिरह्यो। कस्तो भयो हाइकिङ? कस्तो भयो आजको? आजको हाइकिङ दामी भयो है। हामी चाहिँ लास्ट इन्डिङको यो पुलमा आइसक्यौँ। अनि अब आजको भिडियो चाहिँ सायद हाम्रो यति नै हुन्छ होला, किनभनेदेखि राति पनि भइसक्यो नि त। अब रात पनि परिसक्यो। अब लास्टमा हामी झरिसक्यौँ, पुलमा झरिसकेछौँ। सबजना यहीँ थाकेर बस्दैछ। अनि तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो त हेरिदिनु भएको? आउरेखा ल सबजनाले बाहिर गर्नु। अनि आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त हेरिदिनु भएकोमा